आज यहाँनिर एनआइएमए ब्याङ्कमा चाहिँ हामीले कसरी इकम कार्ड चाहिँ डलर कार्ड चाहिँ अप्लाई गर्ने भनेर देखाउन गएको छु। यद्यपि यहाँबाट चाहिँ अहिले चाहिँ डलर कार्ड चाहिँ जुन अप्लाई गर्न चाहिँ मिल्दैन, र मात्रै डेमोको रूपमा चाहिँ यहाँनिर फिचरहरू चाहिँ आएको कारणले म तपाईँले यो भिडियो देखाउन गइरहेको छु। अब चाहिँ यहाँनिर जुन ब्रान्च छानिसकेपछि अब चाहिँ पैसा कति लोड गर्ने हो त्यो पैसा यहाँ टाइप गर्नुहोस्। म आफ्नो जुन लोड गर्ने पैसा डेमो रूपमा चाहिँ म टाइप गर्दैछु यहाँनिर चाहिँ। त्यसपछि 500 देखि चाहिँ मात्र मिल्छ भनेको छ अमाउन्ट चाहिँ। अनि यहाँ तल चाहिँ प्यान नम्बर हाल्नुहोस्। आफ्नो प्यान नम्बर चाहिँ कम्पलसरी नै भइसकेको छ। प्यान नम्बर बिना चाहिँ हामीले प्राय चाहिँ केही गर्न चाहिँ सकिँदैन, अलिक गाह्रो पर्छ। र आफ्नो जुन रजिस्टर इमेल आइडी हाल्नुहोस्। म आफ्नो इमेल आइडी हान्दैछु यहाँनिर चाहिँ। इमेल आइडी हानेर जुन फर्दर प्रोसेसहरू बारे म देखाउने कोसिस गर्नेछु। अब म यहाँनिर पिन हान्छु। सरी, पिन चाहिँ मिलेको नै, यो चाहिँ अहिले चाहिँ पिनको अलिकति समस्या देखाएको छ। म पिन मिलिरहेको छैन। अहिले फेरि म अप्लाई गर्छु। यता म हेरेर चाहिँ फेरि हान्नेछु। र यहाँनिर चाहिँ पिन अप्लाईमा चाहिँ म फेरि हान्छु। यो चाहिँ कार्ड रिक्वेस्ट फेल भन्छ। यो चाहिँ डेमोहरूमा मात्रै म तपाईँलाई पहिले पनि भनेको थिएँ, भिडियो देखाएको छु। यसरी नै हो अप्लाई गर्ने तरिका चाहिँ प्राय ब्याङ्कहरूमा पनि। र यहाँ चाहिँ यो ब्याङ्कमा चाहिँ अनलाइन एक्सेप्ट चाहिँ फर्म चाहिँ फिलअप नहुने भएको कारणले गर्दाखेरि यो चाहिँ अप्लाई भइरहेको छैन। अर्को भिडियोमा म तपाईँलाई चाहिँ यदि त्यो फिचरमा चाहिँ आयो भने, अप्लाई गर्ने मेथड आयो भने म तपाईँलाई बताउनेछु भन्दै आजको यस छोटो भिडियोबाट बिदा हुन्छु। हवस् त, नमस्ते।